म नवीन बुढाथोकी। आज हाम्रो साथमा हुनुहुन्छ उदयपुर निर्वाचन क्षेत्र नम्बर 1 बाट आफ्नो उम्मेदवारी दिनुभएको श्रम संस्कृति पार्टीबाट राजेश खिमजुन। तपाईँलाई स्वागत छ हाम्रो कार्यक्रममा। धन्यवाद, नमस्कार। हजुर, राजेश सर, के छ भन्दाखेरि तपाईँले हाम्रो यो चुनावी निर्वाचन क्षेत्र नम्बर 1 बाटै उम्मेदवारी दिनुको कारण चाहिँ के हुन्? दिनुको कारण भनेको पहिले हामीले धेरै दलहरूलाई बोकेर हिँड्यौँ, देश र जनताको हितमा केही काम गर्छ कि भनेर। तर देश र जनताको हितमा काम गर्न सकेन। यो देशलाई विश्वको सबैभन्दा गरिब राष्ट्र बनायो र आज सारा नेपाली जनताहरूलाई बेरोजगार बनायो। आज पेट पाल्नको लागि विदेशीको घरमा नोकर बस्न बाध्य भएका छौँ। त्यही कारणले अब यिनीहरूले सकेन, अब यो देशमा आमूल परिवर्तन हामी गर्न सक्छौँ भनेर एउटा आँट र साहस लिएर आज यो उदयपुर क्षेत्र नम्बर 1 बाट चाहिँ राजेश खिमजुनको उम्मेदवारी भएको छ। हजुर, अब के छ भन्दाखेरि तपाईँले प्रत्यक्ष रूपमा निर्वाचन क्षेत्र नम्बर 1 बाट विजेता भएर गइसकेपछि यो क्षेत्रका कुन आधारलाई चाहिँ भनौँ न, शिक्षा, स्वास्थ्य, रोजगार है, यो क्षेत्रका चाहिँ सबभन्दा प्रथम परिवर्तन ल्याउन चाहनुहुन्छ? मैले चाहिँ के भनेको छु भने सबैभन्दा पहिले हामीले बाँच्नका निम्ति पानी चाहिन्छ। पानीको समस्या कहाँ कहाँ छ? उदयपुर क्षेत्र नम्बर 1 भरिका पानीका समस्यालाई त्यसलाई हामीले समाधान गर्दै जानेछौँ। दोस्रो कुरो भनेको गरिब वर्गहरूलाई, हैन, जसले आफ्नो स्वास्थ्यको उपचार गर्न सकेको छैन, जसले डक्टरकोमा गर्न सकेको छैन भने उहाँहरूलाई हामी स्वास्थ्य बिमा गरिदिन्छौँ, विपन्न वर्गलाई भने। अब अर्को कुरो भनेको जहाँ आवश्यक छ बाटोघाटोको कुराहरू छ, यी बाटोघाटोको हामी स्तर उन्नति गर्दै जानेछौँ भने। अब जसले विपन्न वर्गहरूले आफ्ना छोराछोरीहरूलाई पढाउन सकिरहेको छैन भने गर्ने सहयोगहरू हामी गर्छौँ। र अर्को कुरो भने पर्यटनको क्षेत्रतिर हामीले गर्नुपर्ने सम्भावित जाने क्षेत्रलाई त्यसलाई अनुसन्धान गरेर विज्ञहरूको सल्लाह सुझाव अनुसार हामी ती कामहरू गर्छौँ, गर्न सक्छौँ र गराउँछौँ। त्यो चाहिँ हामी गर्छौँ। आफ्नो हैसियतले पुगेसम्म हामी यी कामहरू गर्न सक्छौँ। हजुर, अब के छ भन्दाखेरि तपाईँले आफ्नो व्यक्तिगत भिजन त भनिसक्नुभयो भने अब सरकार बनेको अवस्थामा तपाईँको पार्टीले गर्ने कार्यहरू अथवा नीतिहरू के छन्? अब पहिलो कुरो त सबैभन्दा पहिले के गर्नु पर्यो भन्दाखेरि देशको एउटा ब्याकबोन भनेको, होइन, देशलाई समृद्ध राष्ट्र नेपाल बनाउने भनेको केले भन्दाखेरि अर्थतन्त्रले हो नि, होइन। यो अर्थतन्त्रलाई बढाउनको लागि के गर्नुपर्छ भन्दाखेरि स्वाधीन अर्थतन्त्र, नियन्त्रित बजार, त्यसको निम्ति नीतिगत भ्रष्टाचारहरूको अन्त गर्नुपर्छ। देशमै उत्पादन भएको चिजहरूलाई बजारीकरण गर्नुपर्छ र हामीले निर्यात पनि गर्न सक्नुपर्छ भन्ने यी एजेन्डाहरू लिएर जाँदैछौँ भने। यो देशलाई प्रविधिमूलक बनाउनु पर्छ। यो देशमै हरेक कुरा उत्पन्न, जस्तै एउटा उदाहरणको लागि तपाईँले जति पनि कुराहरू लगाइराख्नु भएको छ, मोबाइल पक्रिरहन्छ, तपाईँले अहिले माइक पक्रिरहन्छ, यी चिजहरू कहाँ भने नेपालमा त बनेको होइन। यी चिजहरू पनि नेपालमा बनाउनु पर्छ। यो काम भनेको श्रम संस्कृति पार्टीले गर्छ, हामी गर्छौँ भने साँच्चै होला। आज हाम्रो देशको अर्थतन्त्र कति छ? 17-18 खर्ब होइन, 10-11 खर्ब त कर्मचारीहरू तलब दिँदै सकिन्छ। 5-6 खर्बले के हुन्छ भने यहाँ यो देशमा चाहिँ ठुलो भ्रष्टाचार छ के, नीतिगत भ्रष्टाचार छ। यदि हिजो हाम्रा पार्टीका शीर्ष नेताले यो भ्रष्टाचार नीति गरेर देश र जनताको हितमा काम गर्दै गएको भए आज हाम्रो देशको अर्थतन्त्र 100 खर्बभन्दा माथि पुग्थ्यो। हामी विदेशीको घरमा काम गर्न जानुपर्ने आवश्यक थिएन। एउटा कुरा सानो उदाहरण म दिन चाहन्छु। खाडी राष्ट्रहरूमा हेर्नुहोस्, न धान, न कोदो, न मकै, केही हुँदैन, तर त्यही देशका जनता धनी किन? जो गरिबको घरमा 2-3टा कार हुन्छ किन? तर आज तपाईँ हाम्रोमा एउटा साइकल किन्ने हैसियत छैन। कसले बनायो त? भगवानले हो। हामीलाई भगवानले बेरोजगार बनायो, हामीलाई भगवानले गरिब बनाएको होइन नि त। कसले भन्दाखेरि हामीले जिताएका जो संसद मन्त्री, प्रधानमन्त्री भयो नि,
त्यो कारणले गर्दाखेरि हो। त्यो कारणले गर्दाखेरि अब जनता सचेत बन्नुपर्छ। जनता सचेत बनाउनका निम्ति पनि राजेश खिमदुङ उदयपुर क्षेत्र नम्बर 1 को हरेक ठाउँ ठाउँ टोल टोलमा गएर राजेश खिमदुङले एउटा चेतनाको विकास गरिरहेको छ। जनतालाई झुक्काउन नसकोस्। नेताहरू भन्दा पार्टीका शीर्ष नेताहरू भन्दा हामी 2 गुणा 3 गुणा चलाक हुनु पर्यो। पार्टीका शीर्ष नेताहरूले के गरिरहेछन् अहिलेसम्म भन्दा उनीहरू बोल्नु भित्री रूपमा यस्तो खालको डिजाइनिङ गर्छ, हामीलाई यो जाति त्यो जाति भन्न लगाउँछ, यो पार्टी त्यो पार्टी भन्न लगाउँछ, यो धर्म त्यो धर्म भन्न लगाउँछ। ऊ पार्टीका शीर्ष नेता मिली भ्रष्टाचार गरिरहेछ नि त। तर हामीलाई किन मिल्न दौक्यो छैन भने उनीहरू सधैँभरि कुर्सीमा बसिरहन, कुर्सीमा बसेर के गर्ने, भ्रष्टाचार गर्ने। अनि तपाईँ हामी चाहिँ हाम्रो जाति, हाम्रो पार्टी, हाम्रो धर्म भन्दै भोट दिएको परिणाम फटाहरूले के गरिरहेछ भने यो देश बिगारिरहेछ। फटाहरूले मात्रै मोज मस्ती गरिरहेछ। नेपाली जनताको जनजीवन आज नर्कमा पुगिसक्यो। हजुर, अब तपाईँले भन्दै गर्दाखेरि अर्थतन्त्रमा सुधार ल्याउँछु भन्नुभयो, तर ठ्याक्कै प्रत्यक्ष रूपमा चाहिँ भनिदिनु न, के चाहिँ गरेर अर्थतन्त्रमा चाहिँ सुधार आउला त? अर्थतन्त्रको सुधार भन्ने पहिलो कुरो त नीतिगत भ्रष्टाचारको अन्त गर्नुपर्छ है। जस्तै एउटा सानो उदाहरण, हाम्रो उद्योग होइन, उदयपुर सिमेन्ट कारखाना नेपालकै ठुलो उद्योग भनेर पहिले भनिन्थ्यो नि होइन। यो हेर्नु त अहिले कति अरब घाटामा गइसक्यो, सञ्चालन गर्न सकेको छैन। घाटै घाटा उत्पादन गर्छन्, घाटा हुन्छ। कुनै पनि चिज उत्पादन गर्दा घाटा हुन्छ हुँदैन नि। तर उदयपुर सिमेन्ट कारखाना कसरी घाटा हुन्छ? त्यो नीतिगत भ्रष्टाचार हो होइन। दोस्रो कुरो, हाम्रो देशमा के छैन है, उद्योग धन्दा कल कारखानाहरू खोल्नु पर्यो, खानीहरू खोल्नु पर्यो, फलाम खानी छ, पेट्रोल खानी छ, हाम्रो देशमा ग्यास खानी छहरू, कोइला खानीहरू छ होइन। त्यो उत्खनन गर्नु पर्यो नि त। त्यसको निम्ति श्रम संस्कृति पार्टीले कुनै पनि विदेशीको इसारा पालन गर्दैन है। अब मैले यहाँ बोलिरहँदा तपाईँहरूले सुनिराख्नु भएको होला, यसले बकवास गरौँ फटा भन्दै होला। असम्भव भन्ने चिज केही छैन। म के भन्छु भने यदि भोलि श्रम संस्कृति पार्टीको सरकार बनेको खण्डमा अकल्पनीय काम गरेर देखाउँछ, जुन चिज नेपाली जनताहरूले बुझेका छैन है। म त के भन्छु भने जुन चिज नेपाली जनताहरूले सोचेका छैन है। त्यो कारणले के हो भन्दाखेरि अब नेपाली जनताहरूले साथ दिनु पर्यो, नेपाली जनताहरू सचेत बन्नु पर्यो। म के भन्छु भने राजेश खिमदुङ मात्रै ठिक छ भन्दिनँ, श्रम संस्कृति पार्टी मात्रै ठिक छ भन्दिनँ, तर अरू पनि ठिक होला होइन। तर हामीले के भन्दैछौँ भने भ्रष्टाचार गर्ने पार्टीहरूलाई भोट नदिनुहोस् है, त्यही भन्दै हामी हिँडिरहेका छौँ। अर्थतन्त्रमा बढाउनका लागि आज हेर्नुहोस्, तपाईँलाई म सानो उदाहरण दिन्छु। अब भित्री कुरा, रहस्य कुराहरूमा पनि म बताउँछु जो जनताले बुझेका छैन, जानेका छैन। के हो भन्दाखेरि यी जति पनि पार्टीहरू छन्, राजनीतिक दल, पार्टीका शीर्ष नेताहरूले विदेशी आइएनजिओबाट खाली पैसा थाप्न जाने, अनि पार्टी चलाउने, अनि चुनाव लड्ने, अनि उसले त्यहाँबाट पैसा लिएर चुनाव लडेर विदेशीको इसारा पालन गर्नु पर्यो 1 नम्बरमा। 2 नम्बरमा के भन्यो भने ठुला ठुला उद्योग व्यवसायीहरूसँग चन्दा असुलेर चुनाव लड्ने, जितेर गएपछि उद्योग व्यवसायीहरूलाई करोडौँ अरबौँ रुपियाँको कर छुट गरिदिने, अनि देश त्यसरी खोक्रो भएको। अब श्रम संस्कृति पार्टीले यसको अन्त गर्छ। यसमा राजेश खिमदुङ अडिग छ। उदयपुर क्षेत्र नम्बर 1 को जनताले जिताएर पठाएको खण्डमा राजेश खिमदुङ लडिरहनेछ भ्रष्टहरूसँग, र यो उदयपुर सिमेन्ट कारखानालाई सञ्चालन गरेरै छानेछ र यसलाई फाइदाको रूपमा पुर्याउनेछ है। यसलाई निजीकरण गराउने पनि कतै कतै कुरा सुनिँदैछ। यो हामी हुन दिँदैन। सरकारले चलाउन सक्नुपर्छ। यस्तो एउटा नाथे सानो सिमेन्ट उद्योग पनि सरकारले चलाउन सक्दैन भने यिनीहरूलाई कुर्सीमा बसिराख्ने हैसियत छैन। त्यो हामी देखाउँछौँ सरकारले गर्न सक्ने कामहरू के हुन् भनेर।